हेलो गाइस, सबलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ हामीले काकोली टुर लगेको छ र यो टुरमा अब के हुनेछ हजुरहरुलाई सब म इन्फर्मेसन दिनेछु। सबैजनाले मेरो भिडियो हेरेर लाइक, कमेन्ट, फलो पनि गरिदिनु होला। यसैगरी हामी त ट्रेनमा चढिसकेको छौं अनि मेरो साथीहरु सबैजना यही छन् र एउटा साथी चाहिँ सोचिरहेको छ कि तोरो टुरमा कुन केटी पट्याम भनेर सोचिरहेको छ र हामी बसमा पनि चढिसक्यौं। अनि हामी त्यसैभन्दा लास्टमा चढेको छौं र मेरो साथीहरु सबै यही छन्। आधी यता ह्यान्डसम दोस्तहरु सबै यही छन् हैन, अनि अर्को ह्यान्डसम पनि यही छ। फाइनली हामी चाहिँ घुम्ने ठाउँमा आइसक्यौं अनि यहाँ चाहिँ हल्का लाइन लाग्नु पर्ने थियो। सिन्सियरली हामीले लाइन लगाएर आएको थियो। यहाँ त हल्का अगाडि जानुपर्ने हुन्छ, त्यहाँ चिया बगान छ। हामी त्यही चिया बगानमा हामीलाई घुमाउन लिएर आएको हो। हामी त्यही अरु साथीहरु आउनु बाँकी छ। अहिले हामी त्यही इजी ग्रुप भएकोले हामी त्यही हल्का अगाडि आइसकेको थियौं। अरु बसहरु त्यही भर्खर आउँदै थियो र यसैगरी हामी त्यही यता लाइन लाग्नलाई साइडमा जाँदै छौं। अनि हामी घुम्नु पर्ने ठाउँ चाहिँ यही हो। फाइनली हामी त सबैजना भेला भइसकेपछि अब घुम्ने ठाउँतर्फ लाग्दै छौं। हाम्रो चाहिँ सबै साथीहरुले यसको मुना टिभी सके हैन भरे तरकारी खानको लागि र यो चाहिँ तरकारी खाना हुन्छ रे। त्यही भएर हाम्रो साथीहरु चाहिँ जापानमा तरकारी महँगो भएकोले तरकारी खानको लागि चाहिँ टिभी चाहिँ हाम्रो सेन्से पनि हुनुहुन्छ, ह्यान्डसम सेन्से। अनि हाम्रो अर्को ह्यान्डसम दोस्तहरु सबजना मुना टिप्दै छन्। सेन्से चाहिँ यहाँ फोटो खिच्नु पर्छ भन्दै थियो हामीले हैन। अनि हामी फोटो खिच्नलाई चाहिँ यहाँ रेडी भयौं। त्यसपछि चाहिँ हामी यो ओछिया बनाउने ठाउँतिर आएको छौं, जहाँ ओछिया बनाउने मेसिनहरु रहेको छ। अनि यो चाहिँ रहेको छ ओछिया बनाउने मेसिनहरु। अनि यहाँ चाहिँ ओछियाको पातहरु हालिने छ, जुन हामीले अघि टिपेको थियौं जुन मुना, त्यसको चाहिँ यहाँ हालिने छ। यहाँ हालिसकेपछि यसले पिसेर के गरेर चाहिँ ओछिया रेडी गर्ने छ। अब त हामीलाई सबै थाहा छैन, जस्ट मैले चाहिँ देखाइदिएको मात्र हो यसरी बनाउँछ भनेर। यो चाहिँ त्यही मेसिनहरु यिनीहरु चाहिँ र अरु पनि छ उता अगाडि, म तपाईहरुलाई देखाउने छु। अनि यहाँ चाहिँ ठुल्ठुला मेसिनहरु रहेको छ हैन। यहाँ चाहिँ मान्छेहरु पनि काम गरिरहेको छन्, खासै देखाउन मिल्दैन त्यही भएर मैले देखाइन। यो चाहिँ ओछिया प्याकिङ हुने ठाउँ रहेछ। यहाँ चाहिँ जुन प्याकिङहरु भइरहेको थियो ओछियाको, यहाँ काम गरिरहेको थियो हैन। यहाँ चाहिँ ओछिया प्याकिङ गर्दै रहेछन्, ओछियालाई सफा गर्ने बनाउने हरेक काम यहाँ हुँदो रहेछ। त्यसैगरी आजको ब्लग चाहिँ यति नै रहेको छ र अब हामी त्यो फर्किनु पर्ने हुन्छ। र मैले बनाएको ब्लगमा हजुरहरुलाई के नराम्रो लागेको छ र मैले के सुधार गर्नुपर्ने छ मलाई कमेन्टमा भनिदिनु होला। र सबैजनाले लाइक, कमेन्ट र फलो पनि गरिदिनु होला। हस्त, धन्यवाद।